Hi guys, welcome back to my channel. र आज चाहिँ म भ्लगिङ होइन कुकिङ गर्दैछु र बनाउँदैछु एउटा स्विट डिस जसको चाहिँ नाम हो रस्ताना। हामी रस्ताना भन्छ तर हिन्दीमा चाहिँ यसलाई गुलाब जामुन भन्छ। र यहाँनिर चाहिँ मैले एउटा कन्टेनरमा पानी र चिनी एड गर्दैछु र यसलाई एड गरेर मजाले स्टर गरेर यसको सिरप बनाउँछु। ओके, मैले चाहिँ अघि पनि हालेको थिएँ र फेरि एड गर्दैछु र यो यसलाई चाहिँ किन एड गरेको भन्दाखेरि मेरो अलिकति त्यो अलिक बेसी बनिने भयो। त्यो जुन मेन रसदाना छ त्यो अलिक बेसी बनिने भयो र मैले यसलाई फेरि एड गरेर अन्त स्टर गरेर मजाले कुक गर्दैछु। अलिकति स्टिकी भन्दा पनि यस्तो हल्का यसको कलर चेन्ज हुन्छ, त्यतिखेर चाहिँ यसको ग्यास अफ गरेर यसलाई सेलिनको लागि राखिदिनुपर्छ। सो यहाँनिर चाहिँ हाम्रो रेडी भइसकेको छ सुगर सिरप। अब हामी यसलाई सेलिनको लागि राखिदिनेछौँ। ल डल्लै एकैचोटि राख्नु भएको है, एउटा छोडेको तर केही छैन। सो यहाँनिर चाहिँ मैले ब्रेड क्रम्स र ब्रेडलाई सेपरेट गरेको छु। यो क्रम्स छ यसलाई चाहिँ म डगहरूलाई दिन्छु बादमा। र अब हामी यो ब्रेडलाई चाहिँ स्म्यास गर्नेछौँ, मजाले स्म्यास गरेर यहाँ अन्त यसमा हामी चाहिँ मिल्क एड गर्नेछौँ। मिल्क बिस्तारै बिस्तारै मात्रै एड गर्छु, बिस्तारै गर्दै। यो फर्स्ट टाइम मिल्क एड गर्दैछु। ओके, अब चाहिँ यहाँनिर मैले मजाले डोलाई मिल्क एड गरिसकेर सेप दिँदैछु। मजाले यसलाई मजाले मुस्नु पर्छ किनभने खालि एयर बबल्स हुँदैन, नभए त बिग्रिन्छ। सो गाइस, हाम्रो यहाँनिर चाहिँ डो रेडी भइसकेको छ र अब हामी यसलाई सानो यसको सानो पार्ट्स निकाल्दै हामी यसलाई सेप दिनेछौँ र म चाहिँ सिलिन्ड्रिकल सेप बनाउँदैछु। पछि लाग्यो सिलिन्ड्रिकल सेप बनाउँछु, मैले यता डल्लो सेप पनि दिँदैछु। आफ्नो मन पनि सेप दिन हुन्छ सिलसिलामा चाहिँ दुईवटा सिलिन्ड्रिकल र राउन्ड सेप दिएको छु। सो गाइस, यहाँ हाम्रो सबै डोहरू बनिसकेको छ। अब हामीलाई फ्राई गर्नु। ओइल मैले यहाँ रिफाइन युज गरेको छु। हाम्रोमा परमात्मा युज गर्छु कि, तर यस्तो कुरामा चाहिँ रिफाइन इज द बेस्ट। तेललाई खारिनु दिउँ। तेल खालिसक्यो, हामी एउटा ट्राई गर्नेवाला छु ल, हालेर यो ट्राई गरौँ ल। मम्मा आमा गाइस, यो गोल्डन भइसकेको छ र मेरो सक्सेस भयो। आइ एम ह्याप्पी। यसलाई म यहाँ हाल्छु। ओइ 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 ए पानी उछिट्यो। एउटा बेला यहाँनिर अरू पनि बनाएको छु। यो गोल्डन गोल्डन हुँदैछ, अलिक एकछिन टाइम लाग्ने कारण के फ्राई हुँदैछ हो। वाह, सी द गोल्डन कलर। यसलाई पनि यहाँ हाल्छु।
Everything's getting fried, fried, fried. So guys, यो गोल्डन ब्राउन भइसकेको छ। मैले अघि त अलरेडी निकाल्दै त्यो अलिक झऱ्यो। त्यसलाई हाल्यो यो मलमा। बेसी ओइल फ्याट्स मैले रिफाइन युज गरेको लाइट हुन्छ नि त। यो भयो। यो पनि भयो। अब यसलाई कभर गरिदिन्छु हो। अन्त एकछिनबाट निकाल्नुपर्छ क्या। यो जुन सुगर हुन्छ नि त्यो सुगरलाई भित्र पस्छ यार। रसदाना 40 रुपियाँको ब्रेड ल्याएको थियो उसले रसदाना बनिन्छ। यो रसदाना आएको थियो मैले अलिक कम्ती कुक गरेँ। सो आई विल गिभ म चाहिँ होइन तर मेरो भाइलाई फर्स्ट टेस्ट गराइदिन्छु किनभने अघिदेखि रसदाना रसदाना भनेको छ नि त। सो होइन यसबाट होइन यहाँबाट एउटा पेला निकाल्यो। स्पुन I will give into this too. Kabara pills निस्किँदैछ so I don't know how. ला ओइ खाता यो भन्दा बेसी पाउँदैनस् है ल। कस्तो भयो टेस्ट गर्न ल अन्त। ए कस्तो भयो?